आज चाहिँ म यति धेरै लुगा धोएर बिरामी भए निस्केँ अनि मलाई मेरो छोरीले चाहिँ जिस्काउँदैछ। सो हेलो गाइस, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म सन्चै छु। आज त मैले धेरै दिनपछि भ्लग स्टार्ट गर्दैछु, त्यो पनि दिउँसो। अनि मेरो चाहिँ लुगा धुनु पर्ने थियो अनि म चाहिँ लुगा धुनु आएको छु। यत्रो लुगा धुनु पर्ने छ, कहिले धोइसक्नु। अनि हाम्रो ट्याङ्की चाहिँ यस्तो छ, ल्याउ छ, के गर्नु सफा गर्ने कोही छैन। अनि ऊ पर चाहिँ कटारे देखिँदैछ, हाम्रो गाउँदेखि कटारे देखिन्छ नि त। अनि म चाहिँ यहाँ मस्तले नाच्दैछु, लुगा पनि भिजाउँदैछु। अनि लुगाहरू त्यत्तिकै भिजाउनु त भएन नि, त्यही भएर मैले सरफ पनि ल्याएको थिएँ। अनि सरफ चाहिँ नानीको लुगाको पोकोमा रहेछ। अनि मैले त्यो सरफलाई पनि लगाएँ अनि त्यहाँदेखि लुगाहरू मजाले भिजाउँदै। अनि अरू थुप्रो लुगाहरू पनि थियो, त्यो लुगाहरू चाहिँ भुइँमा राखेर भिजाएँ। अनि मैले चाहिँ बाल्टिनमा सरफ लगाएर लुगा भिजाएको थिएँ। अनि म चाहिँ यता लुगाहरू भिजाउँदै थिएँ अनि मलाई चाहिँ गर्मी लाग्यो। अनि मैले चाहिँ घामलाई कति साह्रो घाम लागेको हौ छ्या भन्दै थिएँ। A few moments later. फाइनली त्यत्रो घन्टा त्यत्रो मिनट लगाएर मैले लुगा पनि धोइसकेँ। अनि मैले चाहिँ यता झोलामा पनि बोक्दैछु, बाल्टिनमा पनि छ, अब चाहिँ घर जाने। A few moments later. म चाहिँ यता घर पनि आइसकेँ। अनि मेरो छोरी चाहिँ सुतेको पनि छैन रहेछ। अनि मेरो छेउमा आएर बस्दै थिएँ। अनि मेरो बाले पनि माया गरिदेऊ न छोरी, माया गरिदेऊ न भनेको, माया गरिदेऊ। अनि मैले लुगा पनि सुकाइसकेँ। अनि त्यहाँ माथि खोलमा माथि लुगा सुकाएको छु। अनि म चाहिँ लुगा पनि सुकाइवरी नानीलाई अब सुताउनु पर्यो भनेर के सुताएको थिएँ त, के सुत्छ, सुतेन। सो आजको लागि यति नै। मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला। बाई बाई।